हेलो साथीहरू, आज चाहिँ हामी यहाँ यसो सिटीमा घुम्न भनेर निस्केका छौँ। हामी चाहिँ कुन ठाउँ आएका? यो डाँगीबारी जोड्ने बाटो हो। डाँगीबारी जोड्ने यो चाहिँ ठुलो पुलमा आइपुगेका छौँ हामी चाहिँ। अब यो पछाडि हाट हुँदै पुरानो बजार सुक्नाडेकी पन्नी मेन हाइवेसँग जोडिने बाटो हो होइन। बाटोको खण्डमा हामी अहिले यहाँ पुलमा छौँ। यस्तो छ अवस्था, एकदम रमाइलो छ सिटीमा घुमाइ सिटी सफारी गर्दैछौँ। आज सफारी गर्दैछौँ। हेर्न सक्नुहुन्छ यहाँ दृश्यहरू, मनोरम दृश्य एकदम राम्रो छ। चियापत्ती टिकिरहेको छन् मान्छेहरू, यस्तो रमाइलो छ। देख्न सक्नुहुन्छ यहाँ सिटीको हाम्रो यात्रा। यहाँ चट्टा आलुबारी रह कति राम्रो। यहाँ ग्यारेज खोलेको रहेछ भर्खर, बाइक ग्यारेज। हामी चाहिँ यसरी घुम्दैछौँ। हामी काका भतिजा हौँ होइन काका? यसरी सरररररर हामी सिटीमा घुमाइ हुँदैछ। यहाँ गाउँले जीवन एकदम रमाइलो हुन्छ। आलु कति मजाले फलेछन्। एउटा सिटी चाहिँ लिनुपर्ने रहेछ। पैसा पनि कमाइ हुने, घुमाइ पनि हुने, साह्रो रमाइलो हुने रहेछ हो। अब पछि चाहिँ एउटा राम्रो खालको सिटी लिनु पऱ्यो। म पनि घुम्नु पऱ्यो मजाले। यति राम्रो छ बाटो, पिच घुम्नलाई कम्ती मजा आउँदैन। गाँठे जान्छन् कि सोधौँ? के गर्ने? जाने हो हो। ल धन्यवाद। जवाब पनि के आयो। साह्रो रमाइलो छ होइन। यस्तै चाहिँ जिन्दगानी हाम्रो गाउँले जीवन नि हेर्नु। गाउँघर कति राम्रो छ। हल्का मुस्कान दिएर भन्नुपर्छ। गीत पनि छ भने गीत पनि लाउनु। गीत त छैन छैन नभए त गीत सुन्दै भर्खर 100 रुपियाँ हुँदैछ। बोनी भयो 100 रुपियाँ। अलिक ढिलो भयो नि त आज निस्किनलाई। आज निस्किन ससुरालीतिर गयो होइन, ससुराली सङ्क्रान्ति खानलाई भर्खर यहाँ हुँदैछ। एकदम रमाइलो भयो नि। रमाइलो बाख्रो उठाइदिनु न यो बाख्रो उठाइदिएर स्ट्रेटबाट यहाँ हाम्रो एउटा ठुलो चिया बगान छ हाम्रो, देख्न सक्नुहुन्छ। यहाँ खोला नालाहरू छन्। यति रमाइलो छ कि